guys, welcome back to my new video. स्कुल जान्छ रनसिल चढिरहेको छ हेरौँ त कस्तो रहेछ ठिक नै छ त्यहाँ अनि हिजो झौडा र ट्र्याकको 2 बजेतिर घर आइसक्यो 3-4 बज्दा लाग्दाखेरि त्यहाँ चाहिँ फाइट परेको रहेछ त्यो क्लिप चाहिँ खिच्नु पाएँ अहिले चाहिँ जानु पर्ने हुन्छ उता अहिले हामी जान्छौँ दोस्तहरू पनि आउँदैछन् अनि म चाहिँ यहाँनिर यतिकै यो घाम लागेर चाहिँ कता दामी तरिका घाम लागिरहेको छ अहिले वातावरण यस्तो छ त्यो दामी लागिरहेको छ आज राष्ट्रपति रणसिंहको फाइनल डे रहेको छ हेर्दै जानु होला अनि सुटिङ तर हामी एक्कासी हामी कुन बाटोमा आइदिनु सर लाएर यति बार यति हामी चाहिँ यहाँनिर बेलुकी चढ्दै हिँडेको गर्छौँ अनि अब चाहिँ अब कस्तो दामी छ नि यता घर पनि यस्तो दामी रहेछ नि यता घरतिर ठाउँ चाहिँ यस्तो ब्युटिफुल वाउ छ क्या वाउ छ अनि के अरे यहाँ बेलुकी चढ्दैछ ट्रकल म चाहिँ यहाँनिर भिडियो बनाउँदैछु अनि यता हामी चाहिँ खेत अनि एक चोकमा हामीलाई चोकमा रोकेर हामी खेत आउँदैछौँ जाँदै यसो गरेर तिमीहरू चाहिँ हामी आउँछौँ भन्दै के गर्ने त मोटर कला कस्तो दामी मोटर कला दामी भ्यू छ नि यहाँनिर होइन खेतहरू यहाँ लसुन ससुन लगाएको छ अनि टोकला यता घर बनिरहेको छ अनि हामी चाहिँ खेत हिँड्दैछौँ जता मुला काँक्रा मुला काँक्रा त अहिले फल्दैन होला सायद यस्तोलाई घर बन्दै रहेछ जानुपर्ने धेरै टाढा छ म अनि उहाँ पऱ्यो यता घाम्नु गर्दा यता कालो कालो देखिरहेको छ कि मेरो स्कुल चाहिँ त्यहाँनिर छ है त्यहाँनिर चाहिँ हामी यस्तो पढाइ हुँदैछ होला हामी चाहिँ यता यो के हो यो गाउँ हो अनि यहाँनिर र पानी सानी नखाने अहिले जाने सरलाई उता दास आलु सर लगाएको रहेछौँ हामी स्कुल त्यहाँ छ स्कुलमा पढाइ भइरहेको होला हामी चाहिँ यहाँ छौँ हामी मात्रै हो कि भनेको हामी के हो यस्तो उहाँ भागेर हिँड्दैछन् मात्रै हो के भनेको हामी त स्कुल चाहिँ गएको होइन डाइरेक्ट घरदेखि चाहिँ उहाँ जानु लाग्यो गौसो लगाइरहेको छ अनि यहाँ तल खोला यो बर्खाको बेला खतरा पानी आउँछ यहाँसम्म यहाँ माथिसम्म आउँछ यो पानी सबतिर खोला छ अनि उहाँ स्कुलमा पढ्नु गएको भागेर हो यस्तै गर्छ नि त सरहरूलाई पढाउन पनि मन लाग्दैन दोस्त हामीलाई पढ्नु मन नलाग्ने सरलाई पढाउनु मन नलाग्ने यस्तो फाट छ क्या यस्तो दामी यो फाट दामी पार्टनर बनाएर आउँदैछन् है गाई चाहिँ यताहरू सबै त पार्टनरहरू हिँड्दैछन् है टटक्क लाएर सर लाएर यता छ दामी तरिकाले यता उता स्कुलको उता तिम्रो डेली जङ्गलतिर होइन जाने बाख्रा टोकरा बाटो बन्दै रहेछ अनि सुनेर आउँदैछन् One hour later. ठिकै छ अहिलेसम्म कसले जित्छ जस्तो लागिरहेको तपाईँलाई ल भन्नु अहिले जिते होइन ल धन्यवाद के छ ठिक छ होइन यस्तो ठिकै छ नि यता पण्डितलाई देखा पण्डित ओम विष्णु महालय हरिनाम शिवराम शिवराम हेलिकप्टर
ब्लगर दोस्त ठीक छ सबैले सब्स्क्राइब गरिदिनु पर्यो है के छ मेरो सब्स्क्राइबर यिनी होइन मेरो यति सब्स्क्राइबर नै आजको म बिग फ्यान हो यसो मलाई पनि भोलि हो पार्टी फन पर्छ है मेरो 15 सब्स्क्राइबर हो नै 15 चोटि गर्ने सब्स्क्राइब मैले धेरै चोटि गरेको छु मलाई यिनले अर्को भ्लगमा पार्टी खुवाएर पठाउँछन् है भ्लग हाल्छन् पार्टी सुगार मलाई आफ्नो फ्यानहरुले भेटाइसकेको छ भाइरल यो सब्स्क्राइबर हो है मलाई सबमा सपोर्ट गर्ने सब्स्क्राइबर एक लाइक हान्छु बेलुका गएर के होला पैसा माग्ने मान्छेलाई कहाँ भोट भ्युज आइके 6000 आइफोन 2 hours later. अनि हिजो चाहिँ हाम्रो स्कुलले हारिसकेको रहेछ अनि हामी चाहिँ घरतिर चलिसकेको थियौँ अनि यस्तो छ आज चाहिँ आजको माहौल केटाहरूले भ्याइदिन्छन् कि छिटो केटाहरूले मैले छानो गरेको मध्ये केटा अब 60 डिग्रीमा So guys, हामी चाहिँ यसमा प्रोटेस्ट गर्न जान लाग्यो के छ मेरो भाइ हामी चाहिँ सर लाएर स्कुल नवरा सरको भाइ गयो मेरो भाइ पनि जाँदैछ सुन्ने हामी चाहिँ देशको हरिबिजको यस्तो छ नि त सर लाएर यस्तो छ यो झन् हरिबिजकै छ यो दामी केटाकेटी हान्दैछ भन न मेरो मलाई माथिबाट बजेट ओ अध्यक्षज्यू एउटा हेर्नु पर्यो यता एउटा यहाँ भन न हो एउटा यहाँ इन्टरभ्यू ल्याउ न सोध न होइन धेरै धेरै धन्यवाद र चाहिँ म चाहिँ विशेष कारणले चाहिँ म यो भिडियो चाहिँ केम भएको 7 दिनपछि अपलोड गर्दैछु किनभने म कहिले मोबाइलले साथ नदिने कहिले चाहिँ त्यो भिडियो एडिट गर्ने भाँडोले साथ नदिने भएकोले कारण म चाहिँ अर्को एपदेखि चाहिँ एडिट गरेको त्यो एपदेखि एडिट गर्दा पनि लास्ट कार भएर मैले बिहान कति भने 12 बजेदेखि त्यही जाबो भिडियो भन्न त जाएको छ त्यही भिडियोलाई पनि मैले 12 बजे यसो लागेको थिएँ लगाएर अझै 4-5 गर्न लागिसक्यो है त्यही भिडियोलाई अझै 4-5 दिनपछि भिडियो अपलोड गर्दैछु त्यही 4-5 दिन लागिसक्यो र अनि मेरो चाहिँ अन्तिम भिडियो यही नै हो अनि किनभने त्यहाँबाट अब राम्रोसँग पढ्नुपर्छ सिकाइसक्नुपर्छ र यस्तो इक्जाम भन्ने कुरा चाहिँ मजा हुँदैन अब मजा हुँदैन र फेरि हाम्रो एससी प्री बोर्डको इक्जाम छ र त्यही लगत्तै अब हाम्रो चाहिँ त्यो इक्जाम
दिइसकेपछि हाम्रो चाहिँ भिडियो कार्यक्रम हुन्छ अनि साथीभाइहरू र जो पनि एससी दिँदै हुनुहुन्छ सबैलाई एससीको शुभकामना दिनु होला राम्रोसँग दिनु होला मेरो अन्तिमको त लास्ट भिडियो यही नै हो र अब चाहिँ 3-4 महिना भनौँ न 3-4 महिनै पछि अब चाहिँ भिडियो अपलोड गर्छु मैले र यस्तो मोबाइल क्वालिटी अब भिडियो क्वालिटी हेर्नु नै मोबाइल कस्तो मलाई त भिडियो चाहिँ बनाउनै ढिलो राख्ने मन लाग्छ त्यति दुःख भएर भिडियो पनि केही ढिलो राख्नु पर्दैन र हल्का दुःख चाहिँ बनाइदिन्छु र हेर्नु गएर राम्रोसँग धम्के सो बेस्ट अफ लक अल अफ यु टेक केयर बाई बाई